हेलो एभ्रिवान, नमस्ते। सबैजना सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। आज चाहिँ म D4 भिजाको बारेमा भन्न गइरहेको छु। नेपालदेखि D4 भिजामा आउनको लागि के प्रोसेस गर्नुपर्छ म त्यसको बारेमा आज भन्न गइरहेको छु। हजुरहरू पनि D4 भिजामा आउन चाहनुहुन्छ भनेपछि मलाई इनबक्स गर्न सक्नुहुन्छ। मैले पोस्ट गरेको भिडियोहरुमा धेरै जनाले सोध्नु भएको छ कुन भिजामा जानु भएको दिदी, गएर भिजा चेन्ज गर्दाखेरि के गर्नुपर्छ र नेपालबाट आउँदाखेरि चाहिँ के प्रोसेस गर्नुपर्छ भनिदिनु न भन्नुभएको थियो। आज त्यो कुराहरु चाहिँ म एक लाइनमा भन्न गइरहेको छु। 2025 मार्च इन्टेकमा म चाहिँ कोरिया आएको थिएँ। अहिले चाहिँ म यहाँको 7-8 महिना पुगिसकेको छ। पहिला मलाई यस्तो भिडियोहरु बनाउन खासै मन लाग्थेन। धेरै जनाले कसरी हो के हो भनेर बुझ्न चाहेको कारणले मैले चाहिँ यस्तो भिडियो बनाउन सुरु गरेको छु। तपाईहरु पनि कोरिया स्टुडेन्ट भिजामा आउन चाहनुहुन्छ भने मलाई इनबक्स गर्न सक्नुहुन्छ। मेरो अनुभव र मैले बुझेको भोगेको कुराहरुको बारेमा म सबै कुराहरु भन्छु। कसरी भिजा चेन्ज गर्ने, नेपालदेखि आउँदाखेरि के प्रोसेस गर्ने भनेर म आज यो भिडियोमा भन्छु। तपाईहरुलाई मनमा लागेको कुराहरु अझै पनि मलाई पर्सनली इनबक्समा सोध्न सक्नुहुन्छ। मैले चाहिँ मेन टपिक सुरु गरे है त। मैले चाहिँ डिसेम्बर इन्टेकदेखि मेरो D4 भिजाको प्रोसेस सुरु गरेको थिएँ। D4 भिजामा आउनको लागि चाहिँ फर्स्टमा त +2 मा 2.80 भन्दा माथि जीपीए हुनुपर्छ। 2.70 भए पनि आउन चाहिँ मिल्छ है। त्यो युनिभर्सिटी हेरी हुन्छ। त्यति जीपीए भइसक्यो भनेपछि अनि वडाको डकुमेन्टहरु चाहिँ बनाउनु पर्ने हुन्छ। कन्सल्टेन्सीमा गएर सोध्यो भने सबै कुराहरु उहाँहरुले बताइदिनुहुन्छ। म चाहिँ लासो कन्सल्टेन्सी बागबजार काठमाडौँदेखि आएको, तर हाम्रो कन्सल्टेन्सी चाहिँ यतै कोरियामा पनि छ। काठमाडौँमा चाहिँ बागबजारमा छ एउटा चाहिँ काठमाडौँ कीर्तिपुरमा पनि छ। तपाईहरु पनि D4 भिजामा आउन चाहनुहुन्छ भने हाम्रो कन्सल्टेन्सीमा गएर केही कुराहरु बुझ्न सक्नुहुन्छ र तपाईहरुले त्यहाँ गएर बुझ्न नसकेको कुराहरु चाहिँ मलाई इनबक्स गरेर सोध्न सक्नुहुन्छ। 2025 अक्टोबरदेखि मैले भिजा प्रोसेस सुरु गरेको थिएँ। मलाई पनि नेपाल हुँदाखेरि के हुन्छ होला, कस्तो हुन्छ होला भनेर एकदमै मनमा हरेक कुराहरु खेल्ने र कोही मसँग बोल्देको भए हुन्थ्यो, कसैले मलाई केही कुरा बताइदिएको भए हुन्थ्यो भन्ने मलाई पनि लाग्थ्यो र तपाईहरुलाई पनि लाग्छ होला। त्यसैले मेरो यो भिडियोले तपाईलाई केही कुराको हेल्प गर्न सक्छ। अरु तपाईहरुलाई बुझ्न चाहेको कुराहरु चाहिँ युट्युबमा गएर पनि हेर्न सक्नुहुन्छ। मैले चाहिँ 3-4 महिनामा भिजा पाएको थिएँ। नेपालबाट देखि चाहिँ म दुक्सा युनिभर्सिटी सौलमा आएको थिएँ। तपाईहरु D4 भिजामा कोरिया आइसकेपछि 4 महिनासम्म चाहिँ रेगुलर पढ्नुपर्ने हुन्छ। 2 महिना चाहिँ भ्याकेसन हुन्छ। त्यो टोटली 6 महिना भयो। त्यसपछि चाहिँ तपाईहरु चाहिँ भिजा चेन्ज गरेर D4 देखि D2 चेन्ज गरेर हप्ताको 1 दिन कलेज र 6 दिन काम गर्न सक्नुहुनेछ। मैले पनि पहिला सुरुमा चाहिँ 4 महिना पढेर अनि 2 महिना चाहिँ भ्याकेसन भएर अनि घरमै बसेर अहिले चाहिँ मैले भिजा चेन्ज गरेर म चाहिँ अहिले होटलमा चाहिँ रेगुलर काम गर्दै छु। तपाईहरु नेपालदेखि D4 भिजामा कोरिया आइसकेपछि कसरी भिजा चेन्ज गर्ने होला, के गर्ने होला, मेरो टपिक छैन, आइल्स छैन भनेर एकदम चिन्तित हुनुहुन्छ भने पनि भिजा चेन्जको लागि चाहिँ मलाई मेसेज गर्न सक्नुहुन्छ। मैले जानेको बुझेको कुराहरु चाहिँ तपाईलाई शेयर गर्छु। म यो भिडियोमा भन्न छुटेका कुराहरु चाहिँ तपाईले मलाई पर्सनली मेसेज गरेर सोध्न सक्नुहुन्छ। नेपालदेखि D4 भिजामा आउनको लागि चाहिँ ठ्याक्कै चाहिँ म भन्न सक्दैन। 10 देखि 16-17 लाखसम्म भिड्न सक्छ। र कोरिया आइसकेपछि टपिक पनि छैन, आइल्स पनि छैन, कसरी भिजा चेन्ज गर्ने होला भन्ने कुराहरु सोच्दै हुनुहुन्छ भने पनि चिन्ता लिनु पर्दैन। विथआउट टपिक विथआउट आइल्समा एक्सेप्ट गर्ने कलेजहरु पनि धेरै छन्। मेरो पनि विथआउट टपिक विथआउट आइल्समा चाहिँ मैले मेरो भिजा चेन्ज गरेको थिएँ। अहिले चाहिँ मैले D2 भिजा पाइसके। D2 भिजा पाएको 2 महिना भन्दा धेरै भइसक्यो। D4 मा आएर विथआउट टपिक विथआउट आइल्समा मैले पनि D2 भिजा पाइसकेको छु। त्यसैले कसरी गर्ने के गर्ने भनेर तपाईहरु पनि सोच्दै हुनुहुन्छ भने मसँग एकचोटी इनबक्समा बोल्न सक्नुहुन्छ। तपाईलाई फ्री भएको टाइममा म रिप्लाई दिन सक्छु। यति भन्दै आजको भिडियोमा यति भन्न चाहन्छु। तपाईहरुलाई मनमा लागेको कुराहरु चाहिँ मलाई इनबक्समा सोध्न सक्नुहुन्छ। हस्, ओके, धन्यवाद, बाइ।